बोल्न हेलो गाइज, यो चाहिँ अहिलेको भ्लग चाहिँ हामी झापादेखि बिजगोडासम्मको चाहिँ हुनेछ होइन। सबैजनाले होइन सब्सक्राइब चाहिँ गर्दै गर्नु गर्दै गर्नु होला। सब्सक्राइब चाहिँ जरुर गर्नु के, मेरो अहिले सब्सक्राइबहरू कम छ के। आज चाहिँ यसो होइन यसो डलरको आवश्यकता छ क्या हामीलाई। डलर होइन अब सो होइन अहिले चाहिँ हामी बिचबाट जाँदैछौँ झापाबाट। स्कुलमा आएको थियो होइन, स्कुल आएको थियो होइन, बिहान 7 बजी आउनुपर्छ यस्तो होइन। भोक लागेको थियो नि स्कुलमा खाजा खाएर। अहिले अब टक्क बुकहरू थियो कि ल्याउनु पर्ने बजारबाट, अनि टक्क बजार जान लाग्छौँ कि अहिले। त्यसपछि अनि फेरि के भन्छ यस्तै छ कि गाडी पनि पाइँदैन। अब बाटो पनि यस्तो कच्ची बाटो छ, पिच पनि छैन। अटो त गएको थियो, त्यही पनि बुझेर निक्ल्यो होइन। अब यही हो, खुट्टा चलाउने हो, केटी जिस्काउने हो। फेरि पैदल यात्रा छ होइन। यसो हेर्नु न, कम त गाह्रो भइरहेछ। हिजो पनि अलि बिरामी छ कि, लास्ट गाह्रो छ नि। हौ एउटा किडनी बेचेको भर्खर होइन, एउटा किडनीमा मात्रै छौँ क्या। फेरि अलि बिरामी छ कि यो मुला। सो अहिले चाहिँ हामी यस्तो होइन झापाको तलतिर हिँड्छौँ नि गाइज। पनि देख्नु भएको छ होइन, सोच छैन भनौँ न। हौ अहिले चाहिँ यहाँ फेरि यस्तो कि हाम्रो होइन यता अब पिच पनि छैन, उता त छ अलि छ होइन, अटोहरू गइरहेछ यस्तो छ कि। अब त्यस्तै छ कि यहाँ चाहिँ केही छैन। हिँड्दै अब वाक्क लाग्छ क्या। अब यो धुलोहरू भयो यताउति, के गर्ने होइन, धुलोले जानै पर्यो क्या। खतम भइरहेछ होइन। अब जानै पर्यो, अब बुकहरू ल्याउनु पर्ने छ। अब खेल हुन्छ कि यस्तै छ। हामीले केही देखिरहेन। रोक्न, हामी चाहिँ अहिले ठ्याक्कै पुगिसक्यौँ। ठ्याक्कै यो केदारमावि देउलीकोट जाने के भन्छ यो यातायातको लागि मान्छे जाने चाहिँ उता माथि छ। यो चाहिँ गाडीहरूको लागि, गाडी जाने गाडी घोडाहरूको। यहाँबाट सिन चाहिँ राम्रो आउँछ क्या, फोटोहरू खिच्न होइन। टक्क यहाँ सिनहरू राम्रै आउँछ क्या। खिच्ने भयो आउनु होइन। अब क्यामेरा हामीहरू छँदैछ, क्यामेरा छँदैछ। फेरि हामीले के अरे हामीहरूले पैसा दिने गरेका छैनौँ क्या, त्यत्तिकैमा फोटो खिच्यो। पैसा चाहिँ लिनु है। यसो उकालो चढ्दै होइन हामी यहाँ यसो अलि उकालो नै छ कि यहाँ। तर कालो मान्छेलाई घाम चाहिँ नहुने रहेछ क्या। घाम भइरहेको होइन। यो यस्तो छ नि, यो मुलायो यस्तो चिज छ नि। मलाई लास्ट एज छ कि म त अलि गोरो भयो क्या, अलि गोरो भयो क्या म चाहिँ, त्यही भएर यस्तो भइरहेको कि। त्यति आउने हौ। कालो मान्छेलाई त चेक गरेँ नि, हेर न यस्तो राम्रो देखाइरहेछ यार। यहाँबाट चाहिँ उता हाम्रो त श्री कन्या माध्यमिक विद्यालयको सिनहरू देखिन्छ यहाँबाट। राम्रो छ कि गाइज। यो चाहिँ देउलीकोट र यो चाहिँ कपालसेरीको। र यो नि भर्खर अहिले चाहिँ हामी पिच रोडमा पुगिसक्यो होइन। पिच भन्दा नि यस्तै छ, ग्राभिल भनौँ। यस्तै भनौँ न। पिच त के भन्नु र, खै यहाँ अगाडि हेर्नु न, यहाँ पुरा खाल्टो खुल्टी छ। यहाँ यो साह्रो कति वर्षदेखि यति नै भएको थियो, त्यही पनि बर्खाको पानीले होइन कि यस्तो छ कि यहाँ के भन्ने होइन। अब के आइरहेको छैन यहाँ, अब धुलै धुलो हुन्छ। यो चाहिँ हामी हेर्न, यहाँ धुलो यस्तो भइरहेछ नि। लास्ट धुलो खाँदै जाँदै होइन, के गर्ने अब यस्तै छ। पिच रोड बनाएको छ के भन्ने, लास्ट धुलो भइरहेछ होइन। धुलो खाँदै जाँदै यहाँ धुलो खाँदा यहाँ यसले त पेट पनि काटिसक्यो धुलो खाँदा। अलिक
गाह्रो छ होइन लड्की आइरहेको छ यहाँ। यहाँ पो बनाउँछु अब त्यस्तै छ गाइजहरू र यो चाहिँ मेरो होइन फेरि सनै भ्लग हो होइन आज चाहिँ मलाई पनि यो सन्तोष भ्लग होइन सन्तोष भ्लग अब आज मलाई पनि जोइन हुनको लागि होइन यसले रिक्वेस्ट गर्यो फेरि मैले नि एक्सेप्ट गरिदिएँ आज चाहिँ काम सँगै पनि बिचबाट छ। जाँदैछौँ कि यसो काम थियो होइन त्यही भएर बिचबाट गयो ल गाइज फेरि हामी यहाँ हाम्रो लोकल झरनामा पुगिसक्यो र यहाँको सिन चाहिँ यति बबाल छ नि फेरि होइन आउने मात्रै यहाँ फोटो मात्रै खिच्ने के यस्तो बबाल बबाल फोटोहरू आउँछ होइन हेर्दै अब यहाँ यसले होइन यहाँबाट पानी चाहिँ आजभोलि यताबाट खेतमा लगेको छ कि त्यही भएर कमाएको छ होइन यस्तो यस्तो बबालहरू आउँछ कि फोटो चाहिँ अब यहाँ अलि राम्रै छ फेरि गाह्रो छ नि हो हिँड्नेरै पुग्नु पर्ने हो के अरे बिचबाट अब फेरि यहाँबाट उकाली चढ्दै जानुपर्छ क्या यहाँबाट लास्ट उकालो छ नि हो यहाँ माथि यस्तो छ होइन अहिले चाहिँ यो उकालो चढ्न गाह्रो हुन्छ होइन गाइड म माथि पुगिसकेपछि गर्छ होइन लास्ट यस्तो छ यस्तो घाम लागिरहेछ नि ल केही आउँदैन क्या आए पनि अब यस्तो हामीलाई त यस्तै छ क्या अब फेरि अब अघि पछिहरू गएर हुन्छ बसहरू होइन के भन्छ जिपहरू गएर हुन्छ यहाँ बोलेर अनि अटोहरू गएर हुन्छ क्या अहिले चाहिँ हामी गएको हुनाले के अरे एउटा पनि आइरहेको एउटा माथि चाहिँ ढुङ्गा ल्याएर ट्र्याक्टर आइरहेछ एउटा ट्रक चाहिँ सामान लगेर गइसक्यो हाम्रो यस्तै छ क्या हामी जहिले गयो नि राम्रो राम्रो यस्तै खोड हो अब केटीहरूमा नि होइन राम्रो राम्रो केटीहरू गइसक्यो माथि यहाँ बिहे गरेको मात्रै छ कि पछाडि एउटा बाइक आइरहेछ अब त्यसले पनि बुक आइरहेछ के अन्त हामी त सिङ्गलै मर्छौँ जस्तो सिङ्गलै मर्ने पनि यार काम पनि यस्तो भइरहेको कि सबैले बुक गरिदियो क्या हामी मात्र त्यतिको सिङ्गलै अब सिङ्गलै मर्छु जस्तो छ क्या सिङ्गलै मर्ने जस्तो छ नि हो यस्तो हो कि यहाँ चाहिँ यस्तो छ होइन राम्रो सिन छ नि यस्तो राम्रो सिन छ होइन फेरि दुइटै के एउटा अर्को नि भएको राम्रै हुन्थ्यो कि जिस्काउनलाई अब दुइटै छ के गर्ने होइन गाह्रो छ हौ अब उता देखिहाल्नु भयो उहाँनिर ट्र्याक्टर चाहिँ आइरहेको ढुङ्गा लिएर एउटा ट्रक गइसक्यो माथि धुलो खुवाएर त्यस्तै हो क्या जहाँ गए पनि खोटमा केही देखिन्न के केटीलाई पट्टे धोका दिएर जान्छ आज भर्खर दियो के एउटाले धोका 2-3 दिन भएको थियो स्कुल आएको त्यही केटी पठाएको थियो पहिला त्यस्तो होइन होइन अहिले चाहिँ बोयफ्रेन्ड छ भनिदियो गयो त्यस्तो होइन है त्यस्तो होइन जस्ट साथी मात्रै हो साथी मात्रै हो किन दुखाएको मन तर उसले चाहिँ केटीले चाहिँ मलाई अलि मन पराउँथ्यो क्या गफ दिइरहेको तर म चाहिँ त्यस्तो होइन क्या गफ दिइरा मैले त साथीमा ए किरण हो है किरण हो साथी त्यसको मात्रै बारे सोचेको। थाहा नै होला होइन तिमीहरूलाई साथी मात्रै सोचेको कि मैले किरण होइन किरण तर उसले चाहिँ मन भित्रैबाट मन पराउँदो रहेछ क्या किरणको बारे त थाहा नै होला तर अब यस्तै छ क्या ठिकै छ यस्तो फेरि नराम्रो लागेको थियो नि केटीहरूलाई मलाई त धोका दिनु मन आउँदैन त्यतिकै भने मात्रै हो क्या मेरो झन्डै रुएको होइन मैले यसलाई एउटा भिडियो देखाएको फेरि हामी अहिले पुग्यौँ ठ्याक्कै। यस्तो यस्तो भिड छ क्या यहाँ यस्तो छ क्या यहाँबाट खस्यो भने सिधै कहाँ परिन्छ होइन अहिले चाहिँ अब टक्कर केटी भएको भयो होइन रमाइलो गर्दै आफ्नो बल्ल तल्ल चढिसक्यो होइन अहिले चाहिँ यहाँ हावा यस्तो हावा लागिरहेछ नि हेर्न हाम्रो त्यो ब्याग डबल ट्याप यसले हाम्रो सेल्फी स्टिकको बारेमा सोध्यो भने अब के गर्ने यार भनिदिनु भने घरलाई भोइस र पाता पठाउनु माग्यो यस्तो छैन होइन, होइन। गाह्रो भइरहेछ नि यस्तो चाहिँ यस्तो घाम भइरहेछ तिमीलाई फागौँला फेरि आज नै होइन दिल टुटाइरहेछ कि यसको दिल टुटाइरहेछ कि त्यही भएर अलि गाह्रो भइरहेछ है यसलाई यो गाडी र रानी भन्ने चिज एउटै रहेछ क्या धोका मात्रै दिन्छ क्या हामीहरूलाई देख्नुभयो नि अघि फुर्ती लाग्दैछ क्या यसले गाडीले नै यस्तै धोका दिन्छ फेरि रानीले नै यस्तै धोका दिन्छ के भन्ने यार यसलाई त्यस्तो त नभन्नु पर्ने होइन अब
आयो कथाले त्यही माग्यो दिइहाल्यो होइन हेर न माइन्ड नगर्नु होला सरी यस्तो बेजोक छ नि यसको त गाह्रो छ गाई छैन म अलि माथि पुगेपछि अझ फेरि बनाउनेछु होइन अहिलेको यो चाहिँ होइन डान्स गर्ने रे यसले हेर्नु न ऊ पछाडि के गर्दैछ डान्स गर्न आउँदैन खुब हँसाउँछ होइन यसले पानी चाहिँ आजभन्दा अलि ग्राबिल हालेर राम्रो भएको होइन पहिला त धुलै धुलो आएर यस्तो हाल्यो फेरि म चाहिँ अहिले यहाँ चाहिँ ट्याक्कै वर्ष रोड चाहिँ अलि राम्रै एकपछि आएको के यता 1 वर्ष भइसक्यो कमाउन गएको थियो कि कमाउन भनौँ कि इन्डिया गएको थियो कि इन्डिया बेङ्गलोरमा हस्पिटल धेरै पछि भेट भएको छ होइन यसको र मेरो अहिले यो भलक चाहिँ यसको र मेरो पहिलो हो कि धेरै वर्षपछि भेट भएको हो कि फेरि अब आयो गाह्रो छैन अझ फेरि के आउने हो यहाँ गुवा गर्दैछ होइन कि फेरि अटो आएर मरेछ नि यहाँ चाहिँ होइन गाइज सो अहिले चाहिँ यो अटो होइन फेरि जोर नि धुलो खाएर आउँछन् कि रानी र गानी भने रानी र गाडी भने एउटा खाएर नभन्ने रहेछ कि यसले त्यतिको भने होइन नि। अहिले सर हावा लागेर होइन त्यति घाम नि भएको छैन तर घाम चाहिँ एकदमै चर्को लागेको छ होइन ए हेर न यसको डान्स होइन म चाहिँ फेरि त्यहाँ साहित्य प्रेमी भनेर होइन टिकटकमा साहित्य मञ्चमा पनि जोडिनु होइन मेरो साथै साथीहरू टिकटक फेसबुक युट्युब अनि सबै चिजमा आउँछ कि हाम्रो भिडियोहरू चाहिँ अनि हजुरहरूले सपोर्ट चाहिँ बब्बाल नै दिनु होला एउटा त सपोर्ट न फिक्स नै गर्नु होला योभन्दा राम्रो खाले भिडियोहरू आउँछन् है सब्सक्राइब युट्युबमा गएर सब्सक्राइब 1 सब्सक्राइब चाहिँ प्लिज है थकाइ लाग्यो एकछिन बस्छौँ होइन यहाँ अलि सेलो आएको छैन यहाँ शीतल छैन यस्तो शीतल लाग्यो नि त्यो उ गर्दा यस्तो बन्द हावा गरेर पठाएको भइरहेको छैन होइन पठाएको ल यहाँ